हेलो गाइस, वेलकम टु द माई न्यू ब्लग। मेरो चाहिँ यो युट्युबमा चाहिँ फर्स्ट ब्लग हो र मैले चाहिँ योभन्दा पहिला चाहिँ मेरो पहिला युट्युब च्यानल थियो एउटा, र त्यो युट्युब च्यानलको चाहिँ मैले गुगल अकाउन्टको चाहिँ पासवर्ड बिर्सेर चाहिँ मैले त्यसलाई चाहिँ छोड्नु पऱ्यो। त्यसको लगभग 53 सब्सक्राइबर चाहिँ पुगिसकेको थियो र मैले त्यसमा राम्रोसँग काम पनि गरेको थिइनँ र त्यो त्यस्तै त्यस्तै भयो, त्यो प्रब्लम भएर त्यो छुट्नु पऱ्यो। अहिले चाहिँ मैले चाहिँ आज चाहिँ यो नयाँ भिडियो बनाउँदैछु र आजबाट चाहिँ मैले यो च्यानलमा चाहिँ लगभग डेली भिडियो अपलोड गर्ने कोसिस गर्छु र मेरो चाहिँ यो आज चाहिँ फर्स्ट ब्लग हो। र आजको ब्लग चाहिँ के को बारेमा छ भनेर हजुरहरूले थम्बनेल र टाइटल हेरेर थाहा पाउनु भइसक्यो। र आजको यो ब्लग चाहिँ गिम्बल अनबक्सिङको ब्लग हुनेछ। अगाडि हेर्दै जानु होला र मेरो यो युट्युब च्यानल हेर्नुभन्दा अगाडि चाहिँ पहिला सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला र मलाई अगाडि बढ्नलाई सपोर्ट गर्नु होला। त्यही भन्दै म भिडियोको अगाडि बढ्न चाहन्छु। र यो जिम्बल चाहिँ मलाई परेको थियो लगभग 1500 भन्नुभएको थियो पसलको मान्छेले, र मैले चाहिँ यो जिम्बल चाहिँ 1400मा किनेकी थिएँ। र यो जिम्बल राम्रै छ भनौँ, सस्तो। हजुरहरूले पनि यो किनेर चाहिँ आफ्नो भ्लग स्टार्ट गर्न सक्नुहुन्छ। यो चाहिँ MT-19 हो, MT-15 जस्तै हो। MT-15 बाइक भयो, यो चाहिँ MT-19 हो। यसको यो चाहिँ राम्रै छ भनौँ, जे होस् सस्तोमा राम्रो, सबभन्दा सस्तोमा सबैभन्दा राम्रो यही छ। अहिले जिम्बल मार्केटमा 6000 10000 पर्छ। अब यो सस्तोमा भ्लग स्टार्ट गर्छु भन्नेलाई यही राम्रो छ। यो चाहिँ यसको बक्स भयो र यसको भित्र चाहिँ अर्को पनि रहेछ, यो पनि छ रहेछ। अनि यसलाई चाहिँ खोलौँ पहिला। यो चाहिँ हाम्रो फोन अड्काउने स्ट्यान्ड हो। अनि यो चाहिँ जिम्बल भइहाल्यो, मेन यही हो। यसमा अरू त्यस्तो केही आउँदैन यसमा, सस्तोमा। तर यो सस्तोमा तर राम्रै छ, यो सस्तोमा यो राम्रो छ यो। र यसलाई चाहिँ यस्तो गर्न सकिन्छ, यसलाई चाहिँ यताउति यसले घुमाएर चाहिँ यो यस्तो हुन्छ र यसलाई टाइट पनि राख्न सक्छ, फ्लेक्सिबल नि हुन्छ। एकदम राम्रो छ, सस्तो प्राइसमा यो चाहिँ एकदम राम्रो छ यो। अब यसमा चाहिँ यो चाहिँ अब के गर्नुपर्छ भने यो भागलाई र यो भागलाई चाहिँ हामीले युज गर्न सकिन्छ र यसरी पनि राख्न सकिन्छ, यसरी। तर हामी चाहिँ यसरी राखेर देखाउँछु म तपाईँहरूलाई चाहिँ। हेर्दै जानु होला। लगायत हाम्रो गिम्बल चाहिँ रेडी भइसकेको छ अहिले चाहिँ। यो चाहिँ यता नि गर्न मिल्छ र यसलाई यता नि गर्न मिल्छ, यता नि गर्न मिल्छ। सिधा राख्छु भने नि मिल्छ, यसरी खिच्न नि सक्यो हामीले, त यसरी खिच्न नि सक्यो, यो यसरी घुमाएर खिचाउन नि सक्यो। तर यसलाई फ्लेक्सिबल राख्न नि सकिन्छ, स्ट्रेट पनि राख्न सकिन्छ। यसलाई यो भागलाई चाहिँ जति घुमायो यो चाहिँ त्यति नै फ्लेक्सिबल हुन्छ र जति टाइट गर्यो त्यति नै यो साह्रो भएर जान्छ। तर मलाई यो गिम्बल राम्रो लाग्यो, एकदम राम्रो लाग्यो। यसलाई चाहिँ हामी चाहिँ यसरी चाहिँ भिडियो बनाउँछौँ प्रायः जस्तो। हामीले चाहिँ यसरी नै भिडियो बनाउँछ भ्लगरहरूले चाहिँ प्रायः जस्तो। साथीहरू, हाम्रो गिम्बल चाहिँ यो हो र यसलाई चाहिँ यति लामो पनि पार्न सक्छ र हामीले यसलाई चाहिँ अब यसरी घुमाएर चाहिँ यस्तो नि गर्न सक्यो, सिधा पार्न नि सक्यो यसलाई। यसरी यो गिम्बललाई चाहिँ अब हामीले यसरी नि गर्न सक्छ, यस्तो नि हुन्छ। यो चाहिँ यस्तो नि पार्न सक्छ, यस्तो चाहिँ हामीले यस्तो नि हुन्छ। यो चाहिँ यसरी चट्ट गर्यो, यसको मुनिपट्टि यस्तो स्ट्यान्ड पनि छ, स्ट्यान्ड गरेर चट्ट लामो पार्ने, यसरी बनाउने। तर मैले यो गिम्बल नि लगभग 1-2 घन्टा अगाडि किनेर आज युट्युब च्यानल नि मैले आजै बनाएको हो। म तपाईँहरूलाई यसमा चाहिँ अब भिडियो बनाएर देखाउँछु, भिडियो हेर्नु होला कस्तो आउँछ। क्यामेराबाट चाहिँ भिडियो चाहिँ यस्तो आउँछ, यस्तो गर्न सक्छ क्यामेराबाट भिडियो चाहिँ। कुनै यस्तो टाइपको भिडियो छ यो क्यामेराबाट चाहिँ। र म तपाईँलाई अगाडिको क्यामेरा पनि देखाइदिन्छु, भिडियो चाहिँ खिचिदिन्छु। यसको चाहिँ यस्तो छ क्यामेरा चाहिँ, पछाडिबाट भिडियो चाहिँ यस्तो खिचिन्छ यसले। लगाए चाहिँ यसको क्यामेरा चाहिँ अगाडिको चाहिँ यस्तो आउँछ। अहिले चाहिँ मैले गिम्बलबाट खिचिरहेको छु यो। र हजुरहरूले चाहिँ मेरो युट्युब च्यानलमा चाहिँ लाइक र सब्सक्राइब गरिदिनु होला। ल मलाई अब अरू भिडियो भोलि मेरो बिहान आउँछ एउटा भिडियो चाहिँ। अनि त्यसपछि अब भोलिबाट चाहिँ म कन्टिन्युज भिडियो हाल्छु। र मलाई युट्युबको बारेमा यस्तो साह्रो थाहा पनि छैन, मैले चाहिँ फर्स्ट भ्लग हो। जस्तो भए पनि हेरिदिनु होला, रमाइलो मानिदिनु होला, त्यही हो। भोलिबाट चाहिँ राम्रो भिडियो हाल्छु म। हस्, धन्यवाद, थ्याङ्क यू।